झापामा मेरो घर जलाइयो अनि जलाइयो भने हेर्न जान पाउनु परेन, हेर्न जान पनि नपाउने काठमाडौँ उपत्यका, सागा तरेर उता गएर धोरीखेलमा मिटिङ गर्न नपाउने, क्या गजबको सरकार छ। मलाई जति बेर काम पर्छ त्यति बेर म सागा कट्ने होइन, नेपालको सरहदभित्र जहाँ पनि घुम्न जानेछु। के कानुनले समाउँछ, के कानुनले थुन्छ, कुन लोकतन्त्रले थुन्छ त्यो म हेर्छु। जथाभावी गर्ने, मनपर्ने गर्ने, कहाँबाट ल्याएको तिमीले यो देश? हाम्रो होइन। मौखिक आदेश जे पनि गर्न पाइन्छ, निर्णय भनेर जे पनि गर्न पाइन्छ, कारण हुनुपर्दछ। हदबन्दी गर्ने, चुनावमा जान नदिने, दलहरूलाई चुनावमा भाग लिन नदिने, अनि फागुन 21 मा चुनाव गर्ने, पोलिटिकल पार्टीहरूसँग संवाद नगर्ने, निषेध गर्ने, दमन गर्ने, फागुन 21 मा चुनाव हुन्छ। यो तपाईहरुको सोचै त्यस्तै भएको हो सरकार कि दुनियाँलाई ढाँटेको हो तपाईहरु? सोचै त्यस्तो भएको हो भने छोड्दिनुस्, यो काम लाग्दैन। ढाँटेको हो भने जनता सचेत छ, काम लाग्दैन, यो चुनाव हुनेवाला छैन। त्यसकारण हामीले विघटित संसद पुनर्स्थापना भनेको छ। अब त अपराधीहरू प्रहरीको वर्दीमा बन्दुक बोकेर आउने भए चुनावको बुथमा। त्यो पहिले सम्पूर्ण वर्दीहरू, सम्पूर्ण बुटहरू, सम्पूर्ण बिल्लाहरू, सम्पूर्ण हात हतियार गोलीगट्ठाहरू र अपराधी नियन्त्रणमा लिएको हुनु पर्यो कि परेन सरकारले? त्यतिकै चुनाव हुन्छ कि सम्झौता छ अपराधीहरूसँग तपाईहरुको आफूलाई सहयोग गर्ने भन्ने? त्यस्तो सम्झौता छ भने त्यस्तो सम्झौताले चुनाव हुँदैन। सम्झौता छैन भने तिनीहरूलाई नियन्त्रणमा लिनुपर्छ, त्यो सबै चिज फिर्ता लिनुपर्छ, अनि चुनावको कुरा गर्नुहोस्। तपाईहरु साँच्चै चुनाव गर्नुहोस्। त्यतापट्टि सरकारको ध्यान छ। जनताले आफ्नो सुरक्षा आफै गर्नुपर्ने अवस्था आएको छ। अपराधीहरू हतियार समेत फरार छन्। हतियार गोली गट्ठा समेतका अपराधीहरू फरार छन्। जनताको सुरक्षा कसले गर्छ? अपराधी पक्राउ पर्यो भने सरकारले छोड भन्छ, अनि राजनीतिक नेताहरूलाई गिरफ्तार गर्नुहुन्छ। अब यस्तो अवस्थामा जनताले आफ्नो सुरक्षा आफै गर्नु पर्यो। टोल टोलमा टोल सुरक्षा समिति निर्माण गर्नै पर्यो। हामीले कतै केही सुराग पायौं भने अपराधीहरूको प्रहरीलाई बताइदिनु पर्यो, प्रहरीलाई साथ दिनु पर्यो र प्रहरीका बस्ने ठाउँहरू जलाइदिएका छन्। प्रहरीहरू खाली खुट्टामा छ। उनीहरूलाई कसरी मद्दत पुर्याउन सकिन्छ हाम्रो पार्टीले त्यसमा पनि मद्दत गरिदिनु पर्यो। प्रहरीहरू आफै अभिभावकविहीन जस्तो भएका छन्। त्यसर्थ जेसुकै भए पनि कहीँ कमजोरी होलान्, के होलान्, तर फेरि पनि मलाई नेपाली सेनाले नै जोगाएको हो। सुरक्षा निकायहरूलाई म धन्यवाद भन्न चाहन्छु। उहाँहरूले सक्दो गर्नुभयो होला।